जिन्दगीमा एउटा दुई तीनवटा कुराहरू हामीले जान्नुपर्छ। पहिलो कुरा के भने रेस्पेक्ट दियो भने त्यो रेस्पेक्ट पाउँछ, अथवा इको हो क्या लाइफ भने जे दियो त्यही आउने हो। त्यो बाहिरबाट पाउने जरुरी छैन, भित्रबाटै पाउँछ। जस्तो तपाईहरुले हामीलाई रेस्पेक्ट दिनुभयो, हामीले तपाईहरुलाई दिनु जरुरी छैन कि। तपाईले जति बेला त्यो भाव ल्याउनु भयो त्यही भाव तपाईहरुको आइहाल्यो कि। त्यो हामीले गर्ला नगर्ला हैन, अथवा हामीमा अहमता आउन सक्छ, हामीलाई रेस्पेक्ट दियो भनेर हामीले त्यो उल्टा हामी तपाईहरुलाई भनौं न हामी तपाईहरुभन्दा ठुलो भनेर भन्न सक्छौं, त्यो कुरा आउन सक्छ। तर यो रेस्पेक्ट तपाईहरुले जुन दिनुभयो नि हैन, यो तपाईहरुकै लागि त्यहीबाट सुरुवात भयो। र यो आन्तरिक सेल्फ रेस्पेक्ट भनेको सबैभन्दा ठुलो कुरा हो लाइफमा। र यसको लागि तपाईहरु एकदम बधाईको पात्र हुनुहुन्छ। यहाँहरुलाई धेरै धेरै धन्यवाद। अब कुरा के आयो भने लाइफमा मैले देखेको दुई चारवटा कुराहरु म यहाँसँग शेयर गर्न चाहन्छु। हामीले लाइफलाई चार भागमा बाँड्नुपर्छ जस्तो लाग्छ। जस्तो 25 वर्ष 100 वर्ष बाँच्ने हो भने है, हेर्नुस् है, अहिले मैले 100 वर्ष हाम्रो अप्टिमल भनौं न एउटा एक्सपेक्टेड, सबैले अब धेरै बाँच्ने इच्छा त सबैलाई हुन्छ नि। 100 वर्ष हो भने त्यसमा तपाईको 25 25 25 25 गरेर चारवटा भागमा बाँड्यो भने 25 वर्षसम्म तपाईको ज्ञान हासिल गर्ने रे फर्मल तपाईको एजुकेसन हो। इनफर्मल त लाइफ लङ हुन्छ हैन। फर्मल एजुकेसन 25 वर्षसम्म। अर्को 25 वर्षसम्म तपाईले अब तपाईको प्रोस्पेरिटी हैन, समृद्धि चाहियो नि त। तपाईको परिवार होला हैन, बच्चा-बच्ची होला, त्यसपछि तपाईले धन कमाउनै पर्यो हैन, प्रतिष्ठा कमाउनै पर्यो हैन, समाजमा बस्नुपर्छ। एक्सटर्नल जुन प्रगति हुन्छ नि, जुन यो हैन बाहिरी प्रगति जुन हुन्छ त्यो प्रगति गर्नु पर्यो भनेको 50 वर्षको उमेरसम्म चाहिँ तपाईहरुले कमाउनु पर्छ हैन। तपाईले पैसा कमाउनु पर्छ, तपाईले चाहिँ आफ्नो पोजिसन कमाउनु पर्छ, इज्जत कमाउनु पर्छ, प्रतिष्ठा कमाउनु पर्छ हैन। र समाजमा तपाईहरुको आफ्नो आइडेन्टिटी बनाउनु पर्छ। यो भनेको 25 वर्षको 50 वर्ष। र 50 देखि तपाईको 75 वर्षको उमेर भनेको चाहिँ तपाईको गिफ्टिङ हो। तपाईले दिनुपर्छ समाजलाई, फिर्ता दिनु पर्यो नि। त्यो कमाएर के गर्नु हैन भनेपछि फिर्ता दिने हो। 50 देखि 75 सम्म चाहिँ समाजमा सामाजिक कामहरु गर्ने, समाजलाई फिर्ता दिने, दान दिने, मान्छेलाई सहयोग गर्ने, अर्को गर्ने जे छ जे होस् भनौं न। तपाईको कमाउनुमा कम ध्यान दिने, दिनमा बढी ध्यान दिने हैन। अर्निङमा अब यो 25 देखि 50 मा अर्निङमा बढी फोकस गर्नुपर्छ। किनकि तपाई बलियो भएन भने तपाईले पछि के गर्न सक्नुहुन्छ, गिफ्टिङ गर्न सक्नुहुन्छ, पछि तपाईले चाहिँ दान दिन सक्नुहुन्छ, पछि तपाईले सहयोग गर्न सक्नुहुन्न, समाजमा तपाईले भनौं न त्यसरी काम गर्न सक्नुहुन्न जब तपाई बलियो हुनुहुन्न। किनकि बलियो हुनु पर्यो नि। अनि त्यो बलियो भनेको अब यो भौतिक दुनियाँमा बलियो भनेको पैसा प्रतिष्ठा पदले नै बलियो हुन्छ भौतिक दुनियाँमा बलियो भनेको है। आध्यात्मिक दुनियाँ अर्को छ, तर भौतिक दुनियाँमा तपाईले बलियो हुँदैन। अहिले भन्नुस् न अमेरिका किन बलियो छ? ट्रम्पले संसारका मान्छेहरूलाई, विभिन्न देशका बलिया बलिया राष्ट्रपतिहरूलाई किन धम्काइरहेछ भनेपछि बलियो भयो। उले धम्काउनुको ठाउँमा उले हेल्प गर्न सक्थ्यो। दुईटा हुन्छ कि, बलियो भएपछि मात्रै हुँदैन। फेरि बलियो सँगसँगै तपाईको कस्तो एटिट्युड छ त्यसमा भर पर्छ। कस्तो तपाईको बलियो भएर मात्रै हुँदैन नि त, बलियोलाई मिसयुज पनि गर्न सक्छ नि मान्छेले हैन। त्यसैले बलियो चाहिँ पहिला हुनु पर्यो। मेजर रिक्वायरमेन्ट भनेको आफू बलियो हुनु पर्यो, फाइनान्शियली बलियो हुनु पर्यो हैन। तपाईको चाहिँ प्रेस्टिज वाइज, रेपुटेसन वाइज, सबै वाइज तपाई के हुनु पर्यो त, बलियो हुनु पर्यो। यो 25 वर्ष छ। अब त्यो सुरुवात अहिलेदेखि हो हैन। 25 वर्ष तपाईको सक्यो, कोही 22-23 मा होला। म त मैले पनि मास्टर्स 22 मै गरेको थिएँ, 22 वर्षमै सकिसकेको थिएँ हैन। अनि तर तै पनि यो 25 वर्ष हो के। अनि त्यसपछि तपाईको 50 वर्षपछि तपाईले सोसाइटीमा दिनु पर्यो।